हेलो हजुर नमस्ते। आज म एउटा सजिलो स्वादिलो र किफायती रेसिपी लिएर हजुरहरूको समक्ष आएकी छु। अहिले त अब जताततै लडनबडन आमको गाछा तल आम झरिरहेका छन् र त्यसको फाइदा केही उठाउँ। मैले यसरी आम प्राय 1 किलो जति आम टिपेर लिएर आएँ। झरेकै आम हुन्, टिपेर लिएर आएँ। अब यसको म जाम बनाउन जाँदैछु। मैले कुकरमा सही 2 सिटी लगाएँ। आलु उसिनिँदा जति टाइम लाग्छ त्यति नै टाइम यसलाई पनि उसिन्दा लाग्छ र यसभित्रको यो पल्प निकाल्नु पर्ने हुन्छ। यो भित्रको गुदी जुन हुन्छ उसिनेपछि सजिलैसँग निस्किन्छ र त्यो पल्पलाई हामी निकालेर इकट्ठा गरौँ। 1 किलो जतिबाट निकै नै बनिन्छ र राम्ररी निस्केन अलिअलि कोया बस्न थालेका रहेछन् र यसरी म यसलाई यो पल्प निकाल्दैछु। यसरी निकालेर यसलाई पकाउनु पर्ने हुन्छ। 1 किलोबाट प्राय 200 ग्राम जति, 200बाट पनि धेरै नै निस्किन्छ होला, निस्किन्छ। अचेलबारी के भन्नु, अब ब्रेड ल्याएर खान दियो, त्यसमा जाम चाहिन्छ। अब किनेर ल्याउनु भन्दा घरको झरेकै आमबाट जति बनिन्छ भने किन किनेर ल्याउनु, र फ्रेस पनि हुन्छ आफूले बनाएको। यसरी बनाएर इकट्ठा गरौँ र त्यसलाई पकाएर हामी फाइदा उठाउँ। यसरी मैले यसबाट निकालेँ, निकै पल्प निस्किन्छ। अब यसरी निकालेर यसलाई पकाउनु पर्ने हुन्छ। मैले यति निकालेँ। यहाँ हेर्नुहोस् त, क्यामेरा पनि आफै गर्नाले गर्दा, स्ट्यान्डमा राखेको हुनाले गर्दा अलिकति असुविधा हुन जाँदैछ। यहाँ यो मेरो क्यामेराम्यान चाहिँ स्कुल गएको हुनाले गर्दा मैले एउटा पेन बसाएँ, त्यसमा म यो निकालेको पल्प त्यसमा राखिदिएँ। अब यसमा अन्दाज, मेरो यहाँ कुनै मेजरमेन्ट छैन, अन्दाजले म यसमा चिनी मिक्स गरेर, केही झमेला भन्ने केही नै छैन। चिनी, यो आमको गुदी वा पल्प भनौँ, र अलिकति कर्नफ्लोर, 1 चम्मच कर्नफ्लोर, त्यति हुँदा भइ नै हाल्छ। खालि यसमा पकाउनको तरिका चाहिँ अलिकति जान्नु पर्यो, कतिसम्मको हुँदा निकाल्नुपर्छ। र चिनी मैले ठिक अन्दाजले चिनी लगाइदिएँ। यसमा प्राय 1 कप जति चिनी यसमा मैले मिक्स गरेँ र अब यसलाई पकाउन जाँदैछु। यो पकाउँदाखेरि अलिकति सावधानी हुनुपर्छ। यसमा जब पाकेर छड्किन थाल्छ तब अलिकति छिटा पर्ने सम्भावना हुन्छ। छड्किन थालेपछि साह्रै हाई फ्लेम होइन, मिडियममा चाहिँ, लो पनि होइन, हाई पनि होइन, मिडियम फ्लेममा यसरी यसलाई पकाउनु पर्ने हुन्छ। चलाइ नत्र चिनी ढल्ने पनि सम्भावना हुन्छ। र यसरी त्यसपछि मैले यसमा 1 चम्मच कर्नफ्लोर हालिदिएँ। हेर्नुहोस् न, यसको कलर कति राम्रो कलर आयो। यो कर्नफ्लोर हाले पछाडि चाहिँ हामीलाई लगातार चलाउनु पर्ने हुन्छ, किनभने यसमा दाना रहने सम्भावना हुन्छ, दाना पर्छ र यसरी नै थिची चलाउनु पर्ने हुन्छ। यसरी चलाइदिनुहोस् र मजाले यसको मेन नै पकाउनु पर्ने हुन्छ। राम्ररी पाको भने त्यो स्टोर गरेर राख्दा पनि केही हुँदैन, ढुँडी आउने हुँदैन। यदि हाम्रो पाकाइ कम्ती भएको छ भने खाना स्वाद पनि मिठो हुँदैन र यता स्टोर गरेर राख्दा ढुँडी आउने सम्भावना पनि हुन्छ। यसरी एकदम मजाले चलाउनु पर्ने, घोटी चलाउनुहोस्। चलाएर यहाँ हेर्नुहोस् त, यतिको छड्किँदैछ। यो छड्किँदा चाहिँ अलिकति होस् गर्नुपर्ने हुन्छ, छिटा पर्न सक्छन्। अचेलबारीका केटाकेटीलाई कतिसम्म सुविधा चाहिएको, अब ब्रेड दिँदा त्यसमा लगाउने जाम चाहियो। हाम्रा दिनमा हो भने भात भुटेको हुँदा हामीलाई कता हुन्थ्यो। यी सब त हामीले देखेका पनि थिएनन् होला, खाना नि पाएका थिएनौँ। र अचेलबारी त नानान थरी नि त। अब ब्रेड मात्रै खाना पनि नहुने, त्यसमा घिउ लाउनु पर्यो, नभए जाम लाउनु पर्यो, के भन्नु र। हेर्नुहोस् त, ठक्क परेको। त्यो कर्नफ्लोर हाल्दा चाहिँ यसको थिकनेस अलिकति बढ्छ। र हेर्नुहोस् त, अब मेरो एउटा हातमा क्यामेरा, एउटा हातले म गर्दैछु। मलाई अलिकति असुविधा त हुँदैछ, मेरो क्यामेराम्यान स्कुल गएको छ। र अब यो चाहिँ म आफै ट्राई गर्छु। मैले पकाएँ, म आफै नै ट्राई गर्छु अब। अब हेरौँ है त, यति स्वादिलो हुन्छ नि त। यहाँ हेर्नुहोस् त, यसलाई चासा केही चाहिँदैन। एकचोटि बनाएर खानुहोस्, तपाईँलाई एकदम किनेको फिलिङ आउँछ। यहाँ हेर्नुहोस् त, कप त राखेँ मैले, चिया अघि नै खाएकी थिएँ र यो चाहिँ बिना चामै खान सकिन्छ। साह्रै स्वादिलो। बाई।